अनि आउट अफ कर्नर भनेको बाहिरी भाग अनि यो हामीले चाहिँ यो आउट अफ कर्नरबाट बिस्तारै ब्लेन्ड गर्ने ब्लेन्ड गर्दाखेरि यो जुन हामीले फिका कलर लिएको छौं नि एकदम लाइट लिएको छौं त्यही लाइटले माथि माथि लाने है भरे चाहिँ डार्कले हामी माथि नछुने किनभने तपाईहरुको चाहिँ कस्तो अघिदेखि प्रब्लम भएको छ भने डार्क पनि तपाईहरुले माथि नै लानु भएको छ के अनि त्यही भएर एकदम डार्क देखिएको छ फेरि लिने फेरि यो आउट अफ कर्नरमा मजाले ब्लेन्ड गर्ने एकदम हात हल्का हुनुपर्छ है अनि त्यसलाई नै हल्का बढाउने है किनभने यो त लाइट कलर हो नि त डार्क देखिँदैन नि त यसले अनि यति बेला हामीले चाहिँ के गर्नुपर्छ माथि 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 लाने अगाडि पनि बढाउने किनभने यसले चाहिँ भरे गएर ह्याप्पी देख्दैन के कलर यति बेला हामीले खेलाइहाल्ने ए आउट अफ कर्नरमा मजाले बिस्तारै ब्लेन्ड गर्ने माथि माथि लाने हल्का अगाडि बढाउने ए यस्तो डिम के कस्तो हुन्छ नि त्यो सुनिन्छ नि हो त्यस्तो देख्छ के त्यो हुनु बित्तिकै त्यसै पनि हाम्रो आँखा बाहिर निस्केको छ दाना हैन अनि त्यसमा चाहिँ त्यस्तो मेकअप गर भने त कस्तो देख्छ त एकदम नराम्रो देख्छ नि त हैन त्यही लाइट कलरलाई मैले खेलाइरहेको छु है खेलाएर माथि माथि लाने अनि अगाडि पनि बढाउने अब हामीले यो लाइट कलर खेलाइसकेपछि अब चाहिँ नेक्स्ट हामीले डार्क कलर जाँदाखेरि चाहिँ हामी माथि नजाने किनभने पुग्यो नि त यो किन गए अब यही आउट अफ कर्नरमै ब्लेन्ड गर्ने अब भनेपछि अब हामी माथि नजाने है बुझ्नुभयो माथि नजाने त्यहीँनिर आउट अफ कर्नरमै हामीले ब्लेन्ड गर्ने मजाले बिस्तारै गर्ने हतार नगर्ने हतार नचलाउने फिनिसिङ चाहिँ आउनु पर्यो हेर्नु अनि फेरि लिने डार्क कलर अनि अब हल्का डार्क अब हामीले यही कलर छोड्दा पनि नो प्रब्लम है यही कलर छोडेर हामीले यहाँ गर्दाखेरि पनि राम्रै देख्छ हेर्नु त कति मजाले स्मुथली आयो त हेर्नु त तपाईले त यो भिडियोमा हेर्दाखेरि पनि हेर्नु त यहाँ कति फिका छ हैन लाइट छ अनि डार्क 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 हुँदै आएको छ अनि यहाँबाट कति डार्क छ लाइट हुँदै गएन हो त्यसरी ल अब कन्सिलर लाएर गर्दा पनि भयो हैन नभए हामीले यतिकै यो भागमा हो के अनि तपाईले चाहिँ अघि अनि यहाँ मात्रै गर्नुभयो के यतिसम्म गर्ने धेरै अगाडि चाहिँ नजाउँ हैन कति सजिलो छ के यो तपाईहरुलाई चाहिँ यही गाह्रो भएछ एकदम सजिलो र एकदमै ब्राइडलमा पनि सुट हुने हैन अनि जस्तै आँखालाई पनि म्याच हुने चाहिँ यो कन्सिल पिगमेन्ट हो के फिनिसिङ चाहिँ तर ल्याउनु पर्यो अब यति भइसकेपछि अब हामीले के गर्ने अब लाइन नदेखियोस् भन्नुको लागि फेरि हामीले त्यही थोरै डार्क कलर लिने अनि यसमा हामीले ब्लेन्ड गरिदिने ताकि स्मुथ देखियोस् भनेर है डार्क कलर लिनुभएको लास्टमा नि हल्का अनि अब हेर्ने अब कस्तो मजाले स्मुथली देखियो त अब यो धेरै अगाडि पनि गएको छैन हैन धेरै अगाडिसम्म पनि नलाउने हल्का छोड्ने तर लुज पाउडरले चाहिँ यहाँ सेट गर्ने कति राम्रो देखियो र यहाँ कति फिका छ हैन अनि यो डार्क तपाईहरुको के हुन्छ यो डार्क पनि टक्क यहाँ हेर्ने यहाँ बीचबाट यस्तो गरेर यसरी लानु पर्यो पछाडि चाहिँ लिफ्ट गर्ने के माथि लाने के अनि तपाईहरुले लाउँदाखेरि कहिले पनि यहाँ तलबाट यसरी पार्नु हुँदैन उताबाटै लिएर यसरी लाने अनि अब यो बाँकी भएकोलाई अगाडि सानो बनाउने पछाडि मोटो बनाउँदै जाने अब कस्तो राम्रो देखियो हैन अब यसलाई कटिङ गरेर यतिको आँखा त तपाईहरुले ब्राइडलमा गर्दा नि भयो कि बेहुलीलाई गर्दा नि भयो हैन जस्तै अब हेभी अनि महँगो मेकअप हुन्छ नि त्यो मेकअपमा पनि यो गर्दाखेरि एकदम राम्रो देख्छ ब्राइडलहरुमा भयो यो सबैभन्दा आँखाको मेकअपले हो मान्छेलाई
राम्रो देखिने फिनिसिङ आउनु पर्यो, नभए त्यही कुटेको जस्तै सुन्निएको जस्तो डरलाग्दो चाहिँ आँखाले गर्दा देखिन्छ है। आँखाको मेकअप राम्रो भएन भने कुनै जति अनुहारको फेसको गरे पनि त्यो फिका देख्छ। हेर्नु त कस्तो राम्रो देख्यो हो, गरेर राम्रो